परिमाणात्मक अनुसन्धानको अवधारणा र विशेषताहरू कन्सेप्ट एन्ड क्यारेक्टरिस्टिक्स। परिमाणात्मक अनुसन्धानको अवधारणा संख्यात्मक र सांख्यिकीय डाटाहरू सङ्कलन र विश्लेषण गरी सामाजिक, शैक्षिक वा वैज्ञानिक प्रकृतिका घटना वा समस्याहरूको अध्ययन गर्ने पद्धति नै परिमाणात्मक अनुसन्धान। यसले कतिवटा वा कुन हदसम्म भन्ने जस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्दछ। यस अनुसन्धानले वस्तुनिष्ठतामा जोड दिन्छ, मानवीय भावना, विचार वा व्यक्तिगत पूर्वाग्रह भन्दा टाढा रहेर तथ्यपरक नतिजा निकाल्ने लक्ष्य राख्छ। यसका मुख्य खम्बाहरू तलको चित्रमा देखाइएका विधाहरू हुन्। मुख्य अवधारणागत बुँदाहरू। दार्शनिक आधार। यो अनुसन्धान प्रत्यक्षवादमा आधारित हुन्छ, जसले सत्यलाई मापन गर्न सकिन्छ र यो संसारमा एउटै मात्र वस्तुनिष्ठ सत्य हुन्छ भन्ने विश्वास राख्दछ। निगमनात्मक विधि। यसमा पहिले स्थापित सिद्धान्त वा परिकल्पनाबाट सुरु गरेर तथ्याङ्क सङ्कलन मार्फत यसलाई प्रमाणित वा अप्रमाणित गरिन्छ। तथ्याङ्कको स्वरूप। यसमा सङ्कलन गरिने तथ्याङ्कहरू सधैँ अङ्क, प्रतिशत वा गणितीय रूपमा मापन गर्न मिल्ने हुन्छन्। परिमाणात्मक अनुसन्धानका विशेषताहरू। परिमाणात्मक अनुसन्धानलाई अन्य अनुसन्धान जस्तै गुणात्मक अनुसन्धान भन्दा अलग्याउने मुख्य विशेषताहरू निम्न छन्। संख्यात्मक तथ्याङ्क, विशिष्ट शोध प्रश्न र परिकल्पना, संरचित साधनहरू, ठूलो नमुना आकार। संख्यात्मक सम्पूर्ण जानकारीहरू अङ्क, चार्ट र तालिकाको स्वरूपमा सङ्कलन र विश्लेषण गरिन्छ। विशिष्ट शोध प्रश्न र परिकल्पना। अनुसन्धान सुरु गर्नु अघि नै के अध्ययन गर्ने हो भनी स्पष्ट रूपमा परिकल्पनाको निर्माण हुन्छ। संरचित साधनहरू। अङ्क सङ्कलनका लागि पूर्व निर्धारित र बन्द प्रकृतिका प्रश्नहरू, क्लोज इन्डेड क्वेसनायर्स, सर्वेज वा प्रयोगात्मक विधिहरू प्रयोग गरिन्छ। ठूलो नमुना आकार। नतिजालाई व्यापक रूपमा सामान्यीकरण गर्नका लागि लक्षित जनसङ्ख्याबाट ठूलो सङ्ख्यामा नमुना छनौट गरिन्छ। वस्तुनिष्ठता र तटस्थता। अनुसन्धानकर्ताको व्यक्तिगत भावना वा विचारले नतिजालाई असर पार्दैन। अनुसन्धानकर्ता अध्ययनको विषयवस्तु भन्दा बाहिर तटस्थ रहन्छ। नतिजाको सामान्यीकरण। सानो समूहबाट निकालिएको नतिजालाई पुरै ठूलो समूह वा जनसङ्ख्यामा लागू गर्न सकिन्छ। पुनरावृत्ति सम्भव। उही विधि र साधन प्रयोग गरेर अर्को अनुसन्धानकर्ताले अध्ययन गर्दा पनि उस्तै नतिजा प्राप्त गर्न सक्छ। गुणात्मक र परिमाणात्मक अनुसन्धान बीचको छोटो तुलना। तपाईँको बुझाइलाई थप स्पष्ट पार्न यी दुई विधि बीचको मुख्य भिन्नता यस तालिकाबाट बुझ्न सकिन्छ। विशेषता। परिमाणात्मक अनुसन्धान, गुणात्मक अनुसन्धान। मुख्य केन्द्रबिन्दु। परिमाणात्मक अनुसन्धानमा संख्या, मापन र जनसाङ्ख्यिकीय ढाँचा रहेको हुन्छ भने गुणात्मक अनुसन्धानमा विचार, अनुभव र अर्थको खोजी हुन्छ। पद्धति अन्तर्गत परिमाणात्मक अनुसन्धानमा निगमनात्मक हुन्छ भने गुणात्मक अनुसन्धानमा आगमनात्मक रहने गर्दछ। जस्तै डाटा सङ्कलन साधनमा परिमाणात्मक अनुसन्धानमा प्रश्नावली, परीक्षा र प्रयोग हुन्छ भने गुणात्मक अनुसन्धानमा अन्तर्वार्ता र अवलोकन रहने गर्दछ। नमुना सङ्ख्याको आधारमा परिमाणात्मक अनुसन्धानमा ठूलो हुन्छ भने गुणात्मक अनुसन्धान सानो र विशिष्ट हुन्छ। त्यसैगरी नतिजा अन्तर्गत परिमाणात्मक अनुसन्धान सामान्यीकरण गर्न सकिने खालको हुन्छ भने गुणात्मक अनुसन्धान विशिष्ट सन्दर्भमा मात्र लागू हुने गर्दछ। निष्कर्षमा परिमाणात्मक अनुसन्धान एक व्यवस्थित, योजनाबद्ध र गणितीय पद्धति हो जसले सामाजिक र शैक्षिक तथ्यहरूलाई अकाट्य अङ्कहरूको माध्यमबाट प्रस्तुत गर्दछ। यसको प्रयोग विशेष गरी नीति निर्माण, बजार विश्लेषण र वैज्ञानिक प्रयोगहरूमा व्यापक रूपमा गरिन्छ।